सुदूर सन्दर्भ परिवारले यो समाजको लागि यो ठाउँको लागि जो दबेका आवाज जसले न्याय नपाएका आवाजलाई चाहिँ अहिलेसम्म उठाइराखेको र यस समाजको अहिले यस्ता राम्रा एक्टिभिटी गरिराख्नु भएको छ त्यसैले यो परिवारलाई एकदम हृदयदेखि धन्यवाद दिन चाहन्छु। त्यसको साथसाथै गगन फाउन्डेसन जो खुला मनका धनी यो हामीलाई विद्यालयलाई जुन सहयोग गर्नुभएको छ उहाँहरूलाई पनि एकदम हृदयदेखि धन्यवाद दिन चाहन्छु। सरसफाइ नै जीवनको सबभन्दा ठुलो महत्त्वपूर्ण कुरा हो। त्यसैले हामीले अर्कोले गर्नु भन्दा पनि हामीले प्रत्येकले हामीले सरसफाइको स्वयंले आफूले नै जिम्मा लिनुपर्छ र टिकापुर नगरपालिकाको तर्फबाट जुन पहिला गाडी आउँथ्यो त्यहाँ पनि हामीलाई एकदम सरसफाइ व्यवस्थापन गर्ने खालको ठुलो अभाव छ, त्यो व्यवस्थापन गर्न सकिरहेको छैन। अब त्यो व्यवस्थापन अब नयाँ प्रशासनले आउनु भएको छ, त्यसको लागि हामी छिटै पहल गर्नेछौँ र प्रत्येक हप्तामा प्रत्येक दिनमा यहाँ गाडी पठाउने यो फोहोर व्यवस्थापनलाई कसरी अझै राम्रो व्यवस्थापन हुन्छ त्यसको लागि पनि पहल गर्नेछौँ भन्दै यो कार्यक्रमको पूर्ण सफलताको शुभकामना दिँदै आफ्ना दुई शब्द स्थानीय स्तरमा रहेका विभिन्न परिवर्तनहरू समाजमा रहेका स्वास्थ्य सेवाको ल्याउँदै गरेका छौँ र यो आर्थिक सहयोग जुटाउन पनि हाम्रो यो सुदूर सन्दर्भले थोरै प्रयास गरेर विद्यालयका लागि सानै भए पनि एउटा खोर चाहिँ दृष्टिकोण राख्नुपर्छ भन्ने बानीको विकास बालबालिकाहरूमा होला भन्ने उद्देश्यका साथ र जब हाम्रो कक्षा कोठा सुरक्षित गर्नुपर्छ भन्ने ज्ञान पाइसकेपछि बालबालिकाहरू भएर आफ्नो घर र आफ्नो समाजको कसरी सुरक्षित र सरसफाइ राख्नुपर्छ भन्ने कुराको ज्ञान बढाउने उद्देश्यले ठुलो सहयोग भएको सहयोग त सानै हुन्छ, यसको असर अनि महत्त्वपूर्ण असर प्रगति ठुलो असर पर्ला भन्ने उद्देश्यले हामीले विद्यालयलाई प्रदान गरेका सहज रूपमा यसलाई हिसाबले दिनुहोला। हामीले यो विद्यालयको बालबालिकाहरूलाई विशेष गरी बालबालिकाहरूलाई चाहिँ यो फोहोर चाहिँ व्यवस्थापन गरिन्छ भन्ने मानवको विकास होस् भन्नुका साथसाथै हाम्रो यो विद्यालयमा हामीले विभिन्न कार्यक्रममा यहाँ गर्दाखेरि यो एउटा आवश्यकता पनि हो, ठुलो बजेट नभए तापनि आवश्यकता पनि छ चाहिँ प्रदान गरेका हौँ। यहाँ कार्यक्रममा आउनुभएका सम्पूर्ण हाम्रा अतिथिहरू यस विद्यालयका शिक्षकहरू र यहाँ हाम्रो कार्यक्रममा हार्दिक मेरो हामीलाई कति आवश्यकता थियो। हाम्रो विद्यालयमा डस्टबिन भनेर चाहिँ छुट्टै बजेटको व्यवस्था पनि लगाएको अवस्था र हामीलाई सबै आवश्यक डस्टबिन चाहिँ हामीले यो सहयोग आएकोमा हामी चाहिँ एकदम हर्षित छौँ र यस्तो सहयोग चाहिँ आगामी दिनमा पनि हामी पाउनेछौँ भन्ने हामी आशा र अपेक्षा राख्नेछौँ। अहिलेको यो जलवायु परिवर्तन क्लाइमेट चेन्जको कारणले गर्दा अहिले चाहिँ यो भाडौँको महिना पनि यस्तो गरिन्छ। कारण किन यो हाम्रो यो सरसफाइ र हामीले चाहिँ यो वन जङ्गल वनलाई सुरक्षा नगरेको कारणले परिवर्तनलाई न्यूनीकरण गर्न सकिन्छ। यो जलवायुलाई यो के भन्छ प्रतिकूल असरबाट यो जुन वातावरणमा जुन असर परेको छ त्यसलाई चाहिँ न्यूनीकरण गर्न सकिन्छ।